नमस्ते, अन्यस्यु म तपाईहरुको कोरियन भाषा परिषद रुद्रबहादुर फ्यान। यस नेपालकै उत्कृष्ट कोरियन भाषा गोडेनखुजा कोटेश्वर काठमाडौँ सदाको झैं यहाँहरु समक्ष न्यू बुकको साथमा लेसन 5 यहाँहरु समक्ष लिएर आएको छु, जसमा छ नाल्चा वा योइल। नाल्चा भन्ने बित्तिकै हामी मिति भन्ने बुझ्छौं, योइल भनेको बार है। त्यसैले गर्दा आज हामीले पढ्दाखेरि मिति र बारको बारेमा पढ्दै छौं। योइल भनेको छ, योइल भनेको बार हामीले यहाँ देख्न सक्छौं, सबैमा रहेछ। योइल भनेको चाहिँ बार, यसलाई हामी बार भन्छ है। हामीले सर्टकटमा यसलाई कन्ठ गर्नलाई चाहिँ इलवल वासु मखुम थो भनेर नि सकिन्छ, तर इरोइल भनेको आइतबार, ओरोइल भनेको सोमबार, वायोइल भनेको मंगलबार, सुयोइल भनेको बुधबार, मुगइल भनेको बिहीबार, खुम्बेल भनेको शुक्रबार, थोइल भनेको शनिबार। यसैगरी हामी चारवटा पढ्छौं, जसलाई चाहिँ छ इरोइल देखि चाहिँ थोइल भनेको इरोइल र थोइल भनेपछि हामी यसलाई इल यी दुईटालाई हामी भनेको शनिबार र आइतबारलाई छुमाल पनि भनिन्छ। है, छु भनेको हप्ता, हप्ता, माल भनेको चाहिँ भाषा पनि हुन्छ, विशेष गरी यहाँ अन्तिम पनि हुन्छ है, अन्तिम भन्छ है। त्यसकारण चाहिँ छुमाल भनेर भनिन्छ। र अर्को छ हाम्रो जुन सोमबार देखि हेर्नुस् है त, यो यहाँदेखि चाहिँ यो सोमबारदेखि भयो, विशेष गरी हामी सोमबारदेखि शुक्रबारसम्म हेर्नुस् है। यो पाँचवटालाई चाहिँ हामी विशेष गरी फ्याङ्गिल पनि भन्छौँ। फ्याङ्गिल, फ्याङ्गिल भनेको चाहिँ विशेष गरी काम गर्ने दिन भनेर पनि बुझिन्छ। त्यसकारण यहाँहरूले देख्न सक्नुहुन्छ किताका दिनहरुमा चाहिँ के गर्ने, यहाँहरूले थाल्यक क्यालेन्डर पनि देख्न सक्नुहुन्छ, जसमा आजको हामी धेरै विद्यार्थीहरूलाई मुनवारा विशेष गरी थेवा भन्दा पनि मुनवारा छङ्गु धेरै गाह्रो हुनुभएकोले यहाँहरु समक्ष आज मैले विशेष गरी मुनवारा छङ्गु लिएर आएको छु, जसमा रहेको छ कोरियन पात्रो र अंग्रेजी पात्रो, जसलाई सोलार र अर्को लोनार पनि भनिन्छ। विशेष गरी अंग्रेजी पात्रो र चन्द्र पात्रो भनेर पनि पढ्छौं, जसमा देख्न सक्नुहुन्छ यहाँ क्यालेन्डर छ हैन, यहाँ देख्न सक्नुहुन्छ, यहाँ हो ल, ठीक छ। यसरी चाहिँ भन्दै यहाँहरुलाई अब चाहिँ हामी छङ्गुरु मुन्वातिर जाउँ है त। जसमा रहेको छ मुन्वा छङ्गु। मुन्वा छङ्गु भनेको संस्कृति र जानकारी जुन क्यालेन्डरको बारेमा रहेको छ, कोरियन क्यालेन्डर र अंग्रेजी क्यालेन्डरको, जसमा रहेको छ याङनेक वा उम्नेक। याङनेक भन्ने बित्तिकै हामी याङनेक भन्ने बित्तिकै के बुझ्छौँ भने अंग्रेजी, अंग्रेजी पात्रो, पात्रो वा ग्वा भनेको र, उम्नेक भनेको कोरियन पात्रो, कोरियन पात्रो, जसलाई चन्द्र पात्रो पनि भनिन्छ है। विशेष गरी जसलाई चन्द्र पात्रो अथवा विशेष गरी लुनार पात्रो भनेर नि भनिन्छ। जसमा हामीले के बुझ्नु पर्यो भने याङनेक भन्ने बित्तिकै कोरियाको सार्वजनिक विधाहरू, याङनेक भन्ने बित्तिकै कोरियाका सम्पूर्ण सार्वजनिक विधाहरूलाई अंग्रेजी पात्रोलाई आधार मान्ने गरिन्छ भने उम्नेक भनेको कोरियाको विशेष चाडपर्वहरू है, विशेष चाडपर्व छुसक सलनाल जस्ता चाडपर्वहरू र बुद्ध जयन्ती जस्ता चाडपर्वलाई चाहिँ विशेष गरी हामीले कोरियन पात्रो अथवा चन्द्र पात्रो अथवा उम्नेक अनुसार मान्ने गरिन्छ। ल हामी हेरौं यहाँनेरि। ल 한국의 달력을 보면 큰 숫자와 함께 작은 숫자로 날짜가 적혀있는 것을 कुरालाई फुलसूसीमा देख्न सकिन्छ। हेर्नुस्, 한국의 भनेको कोरियाको, थाल्यागुल भनेको पात्रोलाई, फोमेन भनेको हेर्यो है, अथवा यसलाई चाहिँ विशेष गरी फोमेन भनेको हेर्यो भने, खुन भनेको चाहिँ विशेष गरी ठुलो, सुच्चा भनेको चाहिँ अंक है, ठुलो अंक, हाम्के भनेको सँगसँगै, वा हाम्के भनेको छ सँगसँगै,
विशेष गरेरलाई चाहिँ सँगसँगै है सँगसँगै छागुन सुच्चा भनेको चाहिँ छागुन भनेको सानो अङ्क विशेष गरी यसलाई सानो अङ्कद्वारा अङ्कमा नाल्चा भनेको मिति छज्ञइनुन भनेको लेखिएको खसुल कुरालाई फुल्सो सिमिदा देख्न सकिन्छ। हामीले के बुझ्नु पर्यो भने एसटी प्लस म्या विशेष गरी हेर्छौं म्यान उमेन त्यसको अर्थ यो भने हेर्छ के भनेछ कोरियाको क्यालेन्डरलाई फोमेन हेर्यो भने फुन्सु चवा हाम्के ठुलो अङ्क सँगसँगै छागुन सुचारो भनेको सानो अङ्कमा नाल्चाका छज्ञहरू मिति लेखिएको खसुल कुरालाई फुल्सु सिम्दा देख्न सकिन्छ। कोरियाको क्यालेन्डरलाई हेर्यो भने ठुलो अङ्क सँगसँगै सानो अङ्कमा पनि मिति लेखिएको कुरा देख्न सकिन्छ। खुन्सु चानुन ठुलो अङ्कमा चाहिँ ठुलो अङ्कलाई चाहिँ याङनेक भनेको छ। याङनेक भनेको अंग्रेजी पात्र अनुसार है ठुलो अङ्कलाई चाहिँ अंग्रेजी क्यालेन्डर अथवा पात्र अनुसार खिजुरो भनेको आधार मानेर त्यसलाई आधार अथवा मापदण्ड हान गरिएको नाल्चाइको मिति भएर छागुन सुचारण सानो अङ्क चाहिँ उन्नक खिजुरो भनेको ठुलो अङ्कलाई चाहिँ अंग्रेजी पात्रलाई आधार मानेको छ भने सानो अङ्कलाई चाहिँ कोरियन पात्रलाई आधार मानिएको नाल्चाइ मिदा मिति हो। भनेपछि ठुलो अङ्कलाई चाहिँ अंग्रेजी पात्रलाई आधार मानिएको छ भने सानो अङ्कलाई चाहिँ विशेष गरी कोरियन पात्रलाई आधार मानिएको छ। 한국에서는 कोरियामा चाहिँ याङनेक्वा हाम्के भनेको अंग्रेजी पात्रसँगै उन्नत भनेको कोरियन पात्र चाहिँ आजिक अहिलेसम्म सायोङ हागितेमुनि प्रयोग गरिएको कारणले थाल्यागेदो क्यालेन्डर अथवा पात्रमा पनि याङनेक्वा उन्नत हाम्के फेउसिए छुनिदा भनेको अंग्रेजी पात्र र कोरियन पात्रलाई सँगै संकेत गरिएको छ अथवा सँगै लेखिएको छ। यो छ फेउसिए छुनिदा भनेको लेख्नु पनि हुन्छ संकेत गर्नु पनि हुन्छ है। यसलाई लेखिएको छ अथवा संकेत गरिएको छ भन्न सकिन्छ। भनेपछि एकचोटि नेपालीबाट सर्छु सुन है। कोरियन क्यालेन्डरलाई हेर्यो भने ठुलो अङ्क सँगसँगै सानो अङ्कमा चाहिँ मिति लेखेको कुरा देख्न सकिन्छ र ठुलो अङ्कलाई चाहिँ अंग्रेजी क्यालेन्डरलाई आधार मानिएको मिति र सानो अङ्कलाई चाहिँ कोरियन क्यालेन्डरलाई आधार मानिएको मिति हो। र कोरियामा चाहिँ विशेष गरी कोरियन क्यालेन्डर र अथवा भनेको अंग्रेजी क्यालेन्डर र कोरियन क्यालेन्डरलाई आजिक अहिलेसम्म सँगै प्रयोग गरेको कारणले सँगै प्रयोग गरेको पात्र अथवा क्यालेन्डर पनि भएर कोरियन अथवा अंग्रेजी पात्र र कोरियन पात्रलाई सँगै लेखिएको छ अथवा संकेत गरिएको छ। अर्को हेर्न सक्छौं हामी। अब हेर्नुहोस् है त हामीले पढ्यौं याङनेक भन्ने बित्तिकै हामीले अंग्रेजी पात्र भनेर पढ्यौं, उन्नेक भनेको कोरियन पात्र भनेर पढ्यौं। अब यी पात्रहरू चाहिँ कस्तो अवस्थामा कस्ता विधाहरूलाई चाहिँ आधार मानिन्छ भन्ने कुरा राम्रो समझ्नु होला। अनि वैसाना हाक्यो छम्बुखिगन दुङे इजहान मोदु याङनेबुल खिजुरो हामीदा भनेछ। हेर्नुहोस् है त वैसा भनेको कम्पनी विशेष गरी वैसा भनेको कम्पनी हाक्यो विद्यालय छम्बुखिगन भनेको सरकारी विभाग दुङे भनेको आदिको इल्जामुन भनेको कार्यतालिका है मोदु भनेको चाहिँ सबै याङनेक भनेको चाहिँ अंग्रेजी पात्र है अंग्रेजी पात्रलाई खिजुनु र हामीदा भनेको आधार मानिएको छ। आधार
मानिएको छ। भनेपछि हामीले के बुझ्नु पर्यो भने वैसाना हाक्यो छंगु खिक्वान दुङे इल्जमुल मोदु याङ्नेकुल खिजुनुरो आमिरा भनेको चाहिँ वैसाना कम्पनी हाक्यो विद्यालय छंगु खिक्वान भनेको सरकारी कार्यालय विभाग दुङ आदि चाहिँ इल्जमुल त्यसको कार्यतालिका मोदु सबै याङ्नेकुल खिजुनुरो आमिरा भनेको अंग्रेजी पातोला आधार मानिएको छ। ख्वाङबोङ जल भनेको छ ख्वाङबोङ जरिना भनेको राष्ट्रिय स्वतन्त्र दिवस जसलाई भनिन्छ राष्ट्रिय स्वतन्त्र है राष्ट्रिय स्वतन्त्र विशेष गरी राष्ट्रिय स्वतन्त्र दिवस। अनि हानगुल लाल भनेको कोरियन लिपि दिवस राष्ट्रिय अथवा कोरियन लिपि दिवस दुङ आदि। खुक्योङ इरेना भनेको छ राष्ट्रिय विधा विशेष गरी राष्ट्रिय विधा अथवा फप्चङ भनेको चाहिँ कानुनी विधा। अनि खोङ युइल्दो भनेको सार्वजनिक विधा खोङ भनेको सार्वजनिक युइल्दो भनेको विधा सार्वजनिक विधा। याङ्नेकी खिजुनुरो आमिदा भनेको चाहिँ अंग्रेजी पात्रलाई आधार मानिएको छ भनेको राष्ट्रिय स्वतन्त्र दिवस कोरियन लिपि दिवस राष्ट्रिय दिवसका विधाहरू र कानुन विधाहरूलाई चाहिँ अंग्रेजी पात्रमा खिजुन हामिदा भनेको आधार मानिएको छ। खुरना तर भन्ने बित्तिकै अलि फरक हुन्छ है त। छन्थोङ म्याङ्जारी चाहिँ सल्नार भनेको कोरियाको नयाँ वर्ष वा छुसक भनेको छ दशैं तिहार है कोरियाको दशैं तिहार छुसकलाई चाहिँ उम्योक खिजुनुरो हामिदा भनेको कोरियन पात्रलाई आधार मानिएको छ। उम्योक भनेको कोरियन पात्रलाई आधार मानिन्छ भनेपछि हामीले के बुझ्नु पर्यो भने कोरियाका सम्पूर्ण सार्वजनिक विधा राष्ट्रिय विधाहरू है ख्वाङबोङ जल राष्ट्रिय विधा भयो हानगुल नाल भयो सरकारी विधा कम्पनीहरू आदिलाई चाहिँ अंग्रेजी पात्रलाई आधार मानिँदो रहेछ भने कोरियाको परम्परागत चाड नयाँ वर्ष न्यू इयर्स र चाहिँ दशैं तिहार जस्ता चाडपर्वहरूलाई चाहिँ हामीले कोरियन पात्रलाई आधार मानिएको छ। फ्रेसले फलो गर्दै जान्छ। त्यसैले हानगुकेसन कोरियामा याङ्नेक भनेको छ अंग्रेजी पात्रो चाहिँ इरिलवा भनेको अंग्रेजी पात्र अनुसार 1 महिनाको 1 गते र उम्योक भनेको चाहिँ कोरियन पात्र अनुसार इरिल भनेको 1 महिना 1 गते। से छतनारी भनेको नयाँ वर्षको पहिलो दिन चाहिँ थुबन इस्युनिदा भनेको 2 पटक छ। भनेपछि हामीले के बुझ्नु भने सन्नाललाई चाहिँ विशेष गरी सन्नाललाई चाहिँ अथवा न्यू इयर्सलाई चाहिँ कोरियन पात्र अथवा अंग्रेजी पात्र दुईटैलाई आधार मानिएको छ त्यसकारण यसलाई 2 पटक मनाउने गर्छन्। खुरीगोले जोड्ने काम गर्छ प्लस गर्दै। खेइनछुङयोगा व्यक्तिगत धर्म छुन्जुङ थुयो व्यक्तिगत धर्मलाई सम्मान गर्ने इज्जत गर्ने है छुन्जुङ अदा भनेको एकदमै सम्मान गर्ने चाहिँ हानगुकेसन कोरियामा यसुनिमगा फुछनिम यसुनिम भनेको विशेष गरी जिसस क्राइस्ट अथवा यसु परमेश्वरलाई चाहिँ र फुछनिम भनेको बुद्ध भगवान चाहिँ थाङसेङेरी भनेको जन्मिएको मोदु सबै चाहिँ खुङ युइल इन्डे भनेको सार्वजनिक विधा हो है। VST प्लस हामीले नाउन प्लस इन्डे त्यसको अर्थ हो तर भनिन्छ है हो तर। अनि भनेको अर्थ यसुनिम अथवा बुद्ध भगवान जन्मेको दिन चाहिँ सबै सार्वजनिक विधा हो तर यसुनिमी थनासिन भनेको छ यसु जन्मिएको दिन चाहिँ क्रिसमस डे जसलाई क्रिसमस डे मनाउने गरिन्छ। अनि सिबिओल भनेको छ 12 महिनाको इसिप ओइल भनेको 12 महिनाको 25 गते चाहिँ याङ्नेक्वा खिजुनुरो भनेको अंग्रेजी पात्रलाई आधार गरिएको छ। भनेको हामीले के बुझ्यौं भने यसुनिम र बुद्ध भगवान जन्मेको दिन चाहिँ सार्वजनिक विधा हो तर यसु जन्मेको दिनलाई चाहिँ अथवा क्रिसमस डेलाई चाहिँ 12 महिनाको 25 गते अंग्रेजी पात्रलाई आधार मानिन्छ भने फुछनिमी थाङसेङिल भनेको बुद्ध भगवान जन्मेको दिनलाई चाहिँ विशेष गरी साउल फारिल भनेको 4 महिनाको 8 गते उम्नेबुल खिजुनुरो खिन्नेमा हामिदा भनेको विशेष गरी 4 महिनाको 8 गते चाहिँ कोरियन पात्र अनुसार अथवा चन्द्र पात्र अनुसार आधार मानेर सम्झना गरिएको दिन हो। त्यसै हामीले के बुझ्नु पर्यो भने यसलाई एकचोटि नेपालीमा सरल बुझौँ है त।
कम्पनी वा विद्यालय सरकारी कार्यालय आदि चाहिँ त्यसको कार्यतालिका सबै विधाहरूलाई चाहिँ विशेष गरी अंग्रेजी पातोलाई आधार मानिएको छ भनेको। र राष्ट्रिय स्वतन्त्र दिवस, कोरियन लिपि दिवस, जब चाहिँ हानगुल नाल भन्ने दिवस चाहिँ विशेष गरी यो कोरियामा मनाउने गरिन्छ है। किनभने पहिला कोरियामा चाहिँ आफ्नो भाषा थिएन, जुन भाषा त्यहाँको जोसन सेडेको पालामा चाहिँ त्यहाँका राजा विशेष गरी जुन चाहिँ हामी पढ्छौं सेजोङ भन्ने राजाले चाहिँ जुन हानगुल भन्ने भाषाको विकास गर्नुभएको थियो, त्यो हानगुल भाषा विकास गरेको दिनलाई हानगुल नाल भनेर भनिन्छ। त्यो लिपि दिवस मनाउने पनि गरिन्छ र त्यस्ता सार्वजनिक विधा अथवा कानुनी विधाहरूलाई चाहिँ विशेष गरी अंग्रेजी पातोलाई आधार मानिएको छ। तर कोरियाको परम्परागत चाडपर्वहरू सल्लाल र छुसकहरूलाई चाहिँ विशेष गरी कोरियन पातोलाई आधार मानिएको छ। त्यसैले कोरियन मानिसहरू अंग्रेजी पात्रो चाहिँ 1 महिनाको 1 गते र कोरियन पात्रो नि 1 महिनाको 1 गते नयाँ वर्षलाई चाहिँ नयाँ वर्षको पहिलो दिन चाहिँ 2 पटक मनाउने गर्छ भनेको। विशेष गरी यसलाई चाहिँ 2 पटक मनाउनु भनेको सल्लाल नयाँ वर्षलाई चाहिँ नयाँ कोरियन विशेष गरी अंग्रेजी पात्र अनुसार पर्ने गर्छ। तर पनि त्यहाँको चाडपर्वहरू चाहिँ विशेष गरी अलि पछाडि सल्लालको विशेष गरी जनवरीको अन्तिममा अथवा फेब्रुअरीमा पनि मनाउने गरिन्छ, त्यसलाई 2 पटक मनाउने गरिन्छ। र व्यक्तिगत धर्मलाई सम्मान गर्ने कोरियाका बुद्ध भगवान विशेष गरी येशुनिम र बुद्ध भगवान जन्मिएको दिन चाहिँ सबै चाहिँ त्यसको राष्ट्रिय विधा अथवा सार्वजनिक विधा हो। तर येशुनिम जन्मिएको दिन चाहिँ क्रिसमस डे जुन 12 महिनाको 25 गते त्यसलाई अंग्रेजी पातोलाई आधार मानिएको छ भने बुद्ध भगवान जन्मेको दिन चाहिँ 4 महिनाको 8 गते कोरियन पातोलाई आधार मानेर सम्झना गर्ने गरिन्छ हो। अब थोरै हेर्न सक्नुहुन्छ यता दाइरो सक्नुहुन्छ। सेङ्गिले खेङ्गुएदो भनेको जन्मदिन चाहिँ को जन्मदिनको खेङ्गुएदो भनेको अवस्थामा याङमेक भनेको छ। याङमेक भनेको विशेष गरी अंग्रेजी पात्र है। अंग्रेजी पात्रलाई खिजुनुरो भनेको आधार मानेको हानुन मान्ने है। भिएसटी प्लस नुन भनेको ने है। हानुन मान्ने सारामीको मानिसहरू भएर उम्नेक भनेको छ। उम्नेक गुल खिजुनुरो हानुन भनेको कोरियन पात्रलाई आधार मान्ने सारामी सुन्दा मान्छेहरू पनि छन् भनेको। जन्मदिनको अवस्थामा चाहिँ अंग्रेजी पातोलाई आधार मान्ने मानिसहरू पनि छन् र कोरियन पातोलाई पनि आधार मान्ने मान्छेहरू छन्। इरक्खे यसरी याङनेक वा उम्नेक यसरी अंग्रेजी पात्र र कोरियन पात्रलाई हामके सुइगो इसास सँगै लेखिएको भएर छिन्चा भनेको साँच्चै, छिन्चा भनेको रे साँच्चै। सेङ्गिर भनेको जन्मदिन चाहिँ आनिल भनेको जन्मदिन नभए पनि अथवा जन्मदिनमा थाहा नभए पनि फेका जमिना भनेको कुनै बेला हाम्रो के हो त जन्मदिन पर्छ त्यो दिन हामीलाई थाहा हुँदैन हैन। तर त्यस्तो नभए पनि विशेष गरी फेक्वाजम भनेको डिपार्टमेन्ट स्टोर वा फेङवान अस्पताल दुङ गुरुगुथ भनेको विशेष गरी डिपार्टमेन्ट स्टोर अनि अस्पताल आदिबाट चाहिँ खोगेक लिम भनेको ग्राहकहरूलाई चाहिँ सेङ्गिल सुखामिदा जन्मदिनको बधाई छ रानुन जस्ता मुन्जानुन फानुन मेसेज पाउने। अनि हेफुनिमुल भनेको एकदमै खुसी हुने है। हेफुनिमुल भनेको चाहिँ एकदमै खुसी व्यक्त हुने। इरनागिदो हामीदा भनेको चाहिँ देखा परेको छ हो। एकचोटि राम्रोसँग हेर्नुस्, जन्मदिनको अवस्थामा चाहिँ विशेष गरी अंग्रेजी पातोलाई आधार मान्ने मान्छे पनि भएर अथवा कोरियन पातोलाई आधार मान्ने गरिन्छ। यसरी अंग्रेजी पात्र र कोरियन पात्रलाई सँगै लेखिएको भएर साँच्चै जन्मदिन थाहा नभए पनि डिपार्टमेन्ट स्टोर वा अथवा अस्पतालबाट चाहिँ ग्राहकहरूलाई जन्मदिनको बधाई छ जस्ता मेसेजहरू पाउने र खुसी हुने है, एकदमै अचम्मित हुने अवस्थाहरू चाहिँ देखा परेको छ भन्दै आजको पाठहरू यहाँहरूलाई फेरि यसलाई 2-3 चोटि हेर्न सक्नुहुन्छ भन्दै फेरि पनि यहाँहरू समक्ष यसैगरी अन्य छङ्गुहरू लिएर आउनेछु भन्दै आजको पाठबाट बिदा हुन चाहन्छु। खामसाहानी।